च्यानल के हालखबर सुन्छ। मेरो नाम राज हो, म साउदीमा बस्छु। आज फेरि रुमबाट बाहिर निस्केको छु। आज फाइनली काम सकेर आएर फ्रेस भएर आज चाहिँ कफी खाएर अनि निस्किन लाग्यो। आज म निस्किन लाग्यो सिटी मल। हिजो चाहिँ टप सेन्टर गएको थिएँ, टप सेन्टर मल। आज चाहिँ सिटी मल जान लाग्यो स्पेसल 18 क्यारेट गोल्डलाई हेर्नलाई। र 18 क्यारेट गोल्ड कस्तो हुन्छ र ज्वेलरी कस्तो हुन्छ भनेर आज हेर्न जान लाग्यो। आई होप हजुरहरूले हेरेर इन्जोय गर्नुहुन्छ भन्ने आशा छ। जता गए पनि वेटिङ नै गर्नुपर्छ। हेर्नु 5 मिनट छ वेट गर्नलाई। सिटी मल पनि लास्टै टाढा छ, बसमा लगभग 15 मिनट लाग्छ अहिले। र म चाहिँ फ्री अफ बस जानेवाला छु कि जहिले पनि म फेरि त्यही नै हेर्छु। फ्री अफ बसमा चाहिँ ट्राभल गरेर आएको छु। मैले आफ्नो प्रोसेस चाहिँ गरेको छु, जस्तै एटिएमको बसको एटिएम कार्डदेखि लिएर मेरो पर्सनल एटिएम। यदि मसँग यदि चेकिङ या समथिङ केही कुराहरू प्रब्लम भयो भने आई युज टु एटिएम कार्ड, तर हातपत्ती म चाहिँ निकाल्दैन भन्ने सोचेछु। यदि 2 घन्टाको ट्राभल गर्न छ भने कम्पलसरी छ पे गर्नलाई, तर 15 मिनट 10 मिनट इज डजन्ट म्याटर। आइसक्यो चाहिँ ढोकामा बस्नु पनि खाली नै छ, पुरै खाली। बसबाट चाहिँ झरियो, अब जानु पर्यो। अलिकति हिँड्नुपर्छ अझै, किनभने हाइवे रोड भयो। यो आएको चाहिँ यो टप सेन्टरमा हो, अनि सिटी मल अझै यता अगाडि छ। हाइवेबाट अझै जानुपर्छ, किनभने अगाडि स्टेसन छैन। त्यही भएर म चाहिँ यतै झरिहालेँ, किनभने 5 मिनट हिँडेर लाग्छ। आजभोलि बाटो काट्न पनि साह्रै गाह्रो छ हौ साउदीमा। सानो सानो मान्छेभन्दा धेरै गाडी देखिन्छ, के गर्नु। आज सिटी मल टप सेन्टर पनि लास्टै बिजी रहेछ। आज भिड प्यासेन्जरहरू, कस्टमरहरू, प्यासेन्जर भन्न आउँछ, के गर्नु। हाड बिनाको जिब्रो। डल्ला हस्पिटल। यो चाहिँ हाइवे हेर्नु त, गाडी बाफ्रे। यो मेरो ब्याग छ नि, यो बिल्डिङ पुरै सुज सोरुम हो। यसमा फेरि गर्ल्सहरू तन्नै छन्, सेल्सहरू गर्ल्सहरू। यो चाहिँ सुज सोरुम हो। यसमा चाहिँ मिडियम टु हाई टु ठिक्कको लेभल के भन्छ नि, सबै सुजहरू पाउँछ यहाँ। एक दिन छिरेको थियौँ मेरो साथीको छोरा र छोरीहरूको लिनलाई, अनि अर्कोचोटि फेरि छिर्ने हो, किनभने अहिले हेरेर मात्रै यो मात्रै खलबल हुन्छ। हेर्नु, नेपाल जाने बेला भएको छैन। नेपाल जाने बेला भएपछि 3-4 महिना अगाडिदेखि सपिङ गर्ने। अहिले त खालि हेर्ने, कुन कहाँ पाउँछ, कस्तो क्वालिटी पाउँछ, कस्तो लेभल पाउँछ। हो साथीहरू, फाइनली हिँडेर आयो र आधा स्टेसनबाट हिँडेर आएर फाइनली सिटी मल चाहिँ पुगेँ। यसको भित्र छिर्नु पऱ्यो, इन्ट्रेन्स चाहिँ अझै टाढा छ यहाँ बाहिरदेखि चाहिँ सिटी मल। यहाँ स्टेसन रहेछ, अब जाने बेला यहीँ स्टेसनमा चढेर जानु पर्यो। आज त सिटी मल पनि एकदमै बिजी छ। यहाँ ड्रेसहरू हेर्ने हाल्दा बाफ्रे बाफ, गाउँ सब 18 क्यारेट। यो पनि 18 क्यारेट, यो पनि 18 क्यारेट। आना सिस्टर ससु बादेन कलम हमारा कोइस यस्तो राम्रो छ। 18 क्यारेटको गोल्ड, 18 क्यारेट प्लेटेड गोल्ड। अनि यो डिजाइनको पनि छ, यता पनि छ। यो चाहिँ अलि झुम्कावाला छ, मलाई यो चाहिँ मन पर्छ। यिनीहरू पनि स्मल साइजमा
18 क्यारेट हो यो डायमन्ड यो पनि राम्रो छ यो पनि राम्रो छ सिटी मल आएको हेर्नु यति भिड छ ब्लगिङ भिडियो गर्ने बाटोबाट नै नभएर अलिअलि हेर्यो हेर्नु 18 क्यारेट गोल्डहरू अनि यता कपडा सोरुममा छिरेको बच्चाहरू त बाहिर आए है यति धेरै भिड आज फेरि फ्राइडे रहेछ हेर्नु फ्राइडे फेरि यहाँ छुट्टी मलाई थाहा भएन आज फ्राइडे रहेछ यहाँ आएपछि बल्ल थाहा पाएँ कि यति धेरै लेडिज ओ माई गड साउदीको सब मान्छे सिटी मलमै घुसे जस्तो लाग्यो अनि अलिअलि हेरेँ त्यो चाहिँ 18 क्यारेट गोल्ड नै होइन कि गोल्ड प्लेटेड ज्वेलरी चाहिँ हो बहुत महँगो छ यार एउटा सेटलाई 150 रियाल बाफ्रे बाफ त्यो पनि राम्रो त 1 ग्राम आधा ग्राम गोल्ड आउँछ होला तर पनि ज्वेलरीहरू चाहिँ एकदमै राम्रो छ कसैले पनि भन्दैन कि यो नकली हो भनेर जस्तो लाग्छ कि किनभने उसको डिजाइन र उसको वेट चाहिँ एकदमै सेम रियल गोल्ड जस्तो देखिन्छ अनि डिजाइन चाहिँ फेरि यहाँको अब टर्किस डिजाइन अहिले चलिरहेको छ अरेबियन टर्किस डिजाइन सेम टेस्टै छ र यति मात्रै हेरेँ अर्कोचोटि आउनु पर्ला किनभने आज लेडिजहरू धेरै भएको कारणले मोबाइलमा भिडियो चाहिँ बनाउन अलिक गाह्रो जस्तो भयो त्यही भएर म चाहिँ सर घुमेँ र बाहिर निस्किहालेँ अनि मैले ज्वेलरीको भिडियो बनाउँदा चाहिँ म सोधेर बनाएको किनभने त्यहाँ चाहिँ 3 जना लेडिज सेल्स गर्ल्स थिए अनि के भन्छ माफै मुस्किल बस भिडियो सबै 80 रियाल मतलब भिडियो बनाऊ केही फरक पर्दैन 10 रियाल देऊ भनेर भन्छु कि तर आज एकदमै भिड भएर हेर्नु आज मैले सोचेकै थिएन यति भिड हुन्छ भनेर किनभने आज फ्राइडे रिङहरू साइजमा छ यो चाहिँ गोल्ड प्लेटेड रिङहरू हुन्छ आज बहुत ब्याड डे रहेछ हौ पानी पनि पर्ने जस्तो भइसक्यो कि हावा हुन्जरी चलेर नेपालको जस्तो अनि पुरै बादल लागेर पानी पर्न लाग्यो जस्तो भइसक्यो आज चाहिँ घुमाइ यस्तै भयो साथीहरू सिटी मल गएको आज फेरि फ्राइडे परेर रहेछ फ्राइडे घुमाइ गएर यति जाम फ्राइडे यहाँ साउदीको फेरि छुट्टी हुने रहेछ मेरो फेरि ध्यानमै भएन आज फ्राइडे हो भनेर बेकारमा आएँ आज चाहिँ त्यति राम्रो घुमाइ चाहिँ भइएन अब पानी पर्न लाग्यो कुना कप्चामा बसेर एकछिन बसिरहेको छु बस स्टेसनमा छिर्नु पर्यो आखिर म जानै पर्ने भयो यति उरी चलेछ टोपी नै उडाइदिन्छु जस्तै गरिरहेको छ यस्तो हावा हुँदरी चलेर पानी नै झमझम पर्छ जस्तो छ हौ बाफरे बाफ यहाँ त खुबै उडेर यहाँ मान्छे कथा लुगा कथा भइरहेको थियो माथि पुलमा हो ब्रिजमा अझ तल जान आयो हो बस स्टेसनको लागि बस पनि अहिले आइपुग्छ होला 7:30 मिनट छ यार पानी साँच्चै नै पानी पर्न लागेको यार म त सोचेकै थिएन यार पानी पर्छ भनेर बाहिरको मौसम चाहिँ ठिकै थियो 5 मिनट रहेछ 5 मिनटमा जानु पर्यो त यार यस्तो बेलामा चाहिँ चाँडै नै रुम पुगेको राम्रो हो जस्तो लाग्यो मलाई चाहिँ घुम्ने कुरा भइरहन्छ अर्को दिन आउँछु अलि राम्रो गरी हेर्नलाई तर मलाई चाहिँ मन परेछ लो धेरै वेट पनि छैन अब आर्टिफिसियल त वेट हुन्छ नि त अनि वेट पनि छैन धेरै लुक पनि एकदमै राम्रो छ सैमसङको मङ्गलसूत्र अनि 5 मिनट बसको वेट गर्नु पर्यो बसमा जानु पर्यो साथीहरू लो साथीहरू आजको ब्लगमा यति नै राख्छु म चाहिँ बसबाट ओर्लेर माथि आइसकेँ मेरो अपोजिट रुम आजको ब्लगलाई यति नै फेरि पनि म भोलि अर्को ब्लगमा अर्को नयाँ थटको सँगसँगै नयाँ टपिक सँगसँगै उपस्थित हुन्छु आजको लागि बाई बाई एन्ड टेक केयर